दशकमा यता सुकुमायाको इन्ट्री भइसकेको छ, तर यता सुकुमायालाई देखाएको त छ, तर सुकुमाया र भुन्टीको भने भेट भएको छैन र बिचारी भुन्टीको बारेमा सुकुमायालाई केही पनि थाहा छैन। के हुन्छ होला जब बिचारी भुन्टीको बारेमा सबै कुरा थाहा पाएपछि र ती नकचरी नन्द र देवरको के हालत गर्छ होला त सुकुमायाले यिनीहरूको बारेमा सबै सत्य कुरा थाहा पाएपछि। र अब के हुन्छ होला जब सुकुमायाले भुन्टीको बारेमा सबै कुरा थाहा पाएपछि र भुन्टीसँग भेटेपछि। र दर्शकहरू तपाईहरू कतिको खुसी हुनुभएको छ सुकुमायाको इन्ट्री भएपछि? यदि खुसी हुनुभएको छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी तल कमेन्ट बक्समा सुकुमाया भनेर लेख्नुहोला। दर्शक यता भूपेन्द्रको भाइ बहिनी आमा र बिचारी भुन्टीको श्रीमान भूपेन्द्र भने बिचारी भुन्टीलाई चौकी लान लागि परेका छन्, तर भुन्टी भने जान मानिरहेका छैनन्, किनभने एकचोटि भुन्टी चौकी गएपछि बाहिर भने आउन पाउँदैनन्। एक त आफ्नै श्रीमान भूपेन्द्रले बिचारी भुन्टीको विश्वास नगरेपछि र सत्य कुरा के हो छानबिन गर्नुको सट्टा त्यो अपराधी र भाइ बहिनीको कुरा सुनेर बिचारी भुन्टीलाई एकचोटि चौकी जबरजस्ती लिएर जाँदैछन्। एकचोटि चौकी गएपछि त्यो अपराधी र भाइ बहिनीको कुरामा लागेर बिचारी निर्दोष भुन्टीलाई भने भूपेन्द्रले अवश्य जेलमा हाल्नेछन् र त्यो अपराधी भने बाहिर निस्किनेछन्। त्यही कारणले भने बिचारी भुन्टी भने चौकी जान मानेका छैनन्। यता ती नन्द भनौतीलाई सबै कुरा थाहा छ कि भुन्टीले नै त्यो केटालाई फोन गरेको हो, तर त्यो फोन भने मेरै लागि त्यो केटासँग कुरा गर्नको लागि गरेको भन्ने कुरा थाहा छ। तर यो कुरा भने बारम्बार भुन्टीले आफ्नो श्रीमानलाई भनिरहेका हुन्छन्, तर भूपेन्द्र भने विश्वास गरिरहेको छैन। गरोस् पनि कसरी जब आफ्नै बहिनीले सबै सत्य कुरा नभनेपछि। यता भूपेन्द्र भने यही कुरालाई लिएर बिचारी भुन्टीसँग रिसाइरहेका छन् र त्यही रिसमा भने बाटैमै भने एक्सिडेन्ट पनि गरिदिएको हुन्छ र त्यो एक्सिडेन्ट गरेको व्यक्तिको भने श्रीमती आएर भूपेन्द्रलाई भने मार झपारेका पनि हुन्छन् घरमा आएर र पुलिस केस समेत गरेका थिए त्यो एक्सिडेन्ट भएका श्रीमतीले। र अब भने भूपेन्द्र जेल जाने सम्भावना बढेको छ यदि त्यो गाडीले हानेको व्यक्तिलाई केही भएपछि। यदि भूपेन्द्र जेल गयो भने के हुन्छ होला त बिचारी भुन्टीको हालत? यता नन्द र देवर मिलेर बिचारी भुन्टीलाई गल्ती नै नगरेको सजाय जबरजस्ती दिनेछन्, तर त्यही बिचमा भने सुकुमाया पनि आउनेछन् र यी नन्द र देवरलाई कानको जरी हानेर सबक पनि सिकाउनेछन्। र दर्शकबिनहरू तपाईहरू पनि चाहनुहुन्छ कि सुकुमायाले भुन्टीको बारेमा सबै कुरा थाहा पाओस्, छिटोभन्दा छिटो भुन्टी भएको ठाउँमा पनि आओस् भन्ने चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी तल कमेन्ट बक्समा सुकुमाया भनेर लेख्न नबिर्सिनु होला। र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।